Okay, today we are going to study about the chapter of the ENT in which that acts in your first terminal examination. So today start from the ear. Now the first topic is the anatomy of ear. Okay, parts of ear. Ear consist of the three parts: external ear. These all are the external ear. Inside that, middle ear, and then inner ear. External ear consists of the three parts. One is the pinna, then again external canal, and then last one is your tympanic membrane. These three parts are the part of external ear. In middle ear, we have the Eustachian tube that connect with the pharynx. Then after tympanic cavity or the middle ear cavity. Don't confuse with the tympanic membrane, okay? This is the middle ear cavity, okay? And then again there is the balloon-like structure, that is the mastoid ear cell. Then after upper layer is the, in the upper side there is the antrum, adytus and the attic. If you see that figure in the book, you can understand where is the mastoid ear cell, adytus, antrum, the attic, okay? Then this is very important, the parts of the middle ear cleft or the middle ear, okay? के भन्छ त एउटा स्ट्याचियन ट्युब हुन्छ, त्यसपछि मिडल इयर क्याभिटी हुन्छ, त्यसपछि के हुन्छ त मास्टोइड इयर सेल, एडिटस, एन्टम र एटिक हुन्छ। ओके, नाउ अब इनर इयरको कुरा गर्दाखेरि हैन, इनर इयरको कुरा गर्दाखेरि हामी के भन्छौँ त, इनर इयरमा के पर्छ त दुईटा कुरा बुझ्नु पर्यो। एउटा बोनी ल्याबिरिन्थ हुन्छ र अर्को मेम्ब्रेनस ल्याबिरिन्थ हुन्छ। त बोनी ल्याबिरिन्थ र मेम्ब्रेनल ल्याबिरिन्थ जुन हुन्छ नि, त्यो चाहिँ ओभरल्याप भएको हुन्छ। भनेको बोनी ल्याबिरिन्थ हुन्छ, त्यसको वरिपरि मेम्ब्रेनस ल्याबिरिन्थ हुन्छ है त। सुरुमा बोनी ल्याबिरिन्थमा कक्लिया छ, मेम्ब्रेनस ल्याबिरिन्थमा कक्लियर डक्ट छ। त्यसपछि भेस्टिब्युल छ, त्यसमा भेस्टिब्युललाई अर्ट्रिकल र स्याक्युल मेम्ब्रेनमा कन्भर्ट गरेको छ। त्यसपछि त्यहाँ सेमी सर्कुलर क्यानाल छ, यहाँ सेमी सर्कुलर डक्ट छ, ओके? These are all about your parts of ear. अब हामी जान्छौँ कहाँ त, tympanic membrane, okay? Tympanic membrane. Okay, wait, I use that. Okay, start our video. The tympanic membrane. Okay, tympanic membrane कसरी लाई गरेको हुन्छ त भन्दाखेरि, tympanic membrane 55 डिग्रीमा लाई गरेको हुन्छ है त। 55 डिग्रीमा के गरेको हुन्छ त, लाई गरेको हुन्छ, ओके? त्यसपछि हामी के भन्छौँ त, यो चाहिँ मेडियल टु द इएसी भनेको एक्सटर्नल आर्टरी क्यानालको यसरी के, जस्तै यो पिना भएन, अनि त्यसपछि एक्सटर्नल आर्टरी क्यानाल हुन्छ, त्यसपछि tympanic membrane हुन्छ। भनेको tympanic membrane यो इएसी को लागि के भयो, इएसी को लागि मेडियली भयो र बिचमा के हुन्छ त, भित्र गएर हेर्छु त मिडल इयर क्याभिटी हुन्छ। त मिडल इयर क्याभिटी को ल्याटरली tympanic membrane हुन्छ र इएसी को के हुन्छ त, मेडियली हुन्छ है त। त्यसमा केही गाह्रो छैन। जस्तै अब म कसरी बुझाउँ, यो हात भएन त, मलाई यो बिचको यो सराउन्डिङलाई भन्नु छ यसलाई, त हामी के भन्छौँ, यो माथिको टिपको लागि यो के भयो, मेडियली भयो, र यो पामको लागि के भयो, यो ल्याटरली भयो, किनभने यो त बाहिर गइरहेछ नि। त यसको लागि यो ल्याटरली र यसको लागि यो चाहिँ मेडियली। त्यस्तै भित्र के हुन्छ, मिडल इयर क्याभिटी हुन्छ, त मिडल इयर क्याभिटीको लागि tympanic membrane ल्याटरली भयो र इएसी को लागि त्यो के भयो त, कहाँ हुन्छ लोकेट, मेडियली, ओके? ल त्यसपछि हामी अब यसको साइजको कुरा गर्छौँ। त साइज के भन्छ, अब यो याद गर्नुपर्छ, सुपेरो इन्फेरियरली 10 mm को हुन्छ र एन्टेरो पोस्टेरियरली 8 mm को हुन्छ, ओके? अब यो यादै गर्नुपर्छ। त्यसपछि हामी यसमा दुईटा पार्ट हेर्छौँ। कुन कुन पार्ट हुन्छ त भन्दाखेरि, एउटा हुन्छ पार्स टेन्सा
एउटा के हुन्छ पार्स टेन्सा र अर्को के हुन्छ त पार्स फ्ल्यासिटा हुन्छ। ल यहाँ हेरौँ के हुन्छ त एउटा पार्स फ्ल्यासिटा र अर्को पार्स टेन्सा। त यति पोर्सनलाई पार्स फ्ल्यासिटा भनिरहेछ र यो तलको पोर्सनलाई पार्स टेन्सा भनिरहेछ हैन। अनि त्यसपछि के भन्छ यो चाहिँ कस्तो हुन्छ त सेमी ट्रान्सप्यारेन्ट मेम्ब्रेन हुन्छ है। त हामीले त्यो अटोस्कोपले हेर्दाखेरि यो चाहिँ हेरिन्छ सेमी ट्रान्सप्यारेन्ट मेम्ब्रेन। अब जुन यो पार्स टेन्सा छ नि, पार्स टेन्सा जुन छ यो चाहिँ माथिको तलको जुन लेयर हुन्छ यहाँ हेर त डबल लेयर जस्तो तल देखिरहेछ कि नै, एउटा यो बाहिरको लेयर अर्को फेरि यो भित्रको लेयर। एकछिन ल हेरौँ राम्ररी। यहाँ तल एउटा त यो लेयर भित्रको यो वाला जुन देखिरहेछ त्यसपछि एउटा अझै यो बाहिरको देखिरहेछ कि नै, तर माथि हेर्दाखेरि हाम्रो योमा पार्स फ्ल्यासिटामा एउटा लेयर मात्र छ, भित्रपट्टि अर्को लेयर छैन, एउटा लेयर मात्र छ। यही यो जुन डिप लेयर गएको छ नि यही यसरी माथि हुन्थ्यो भने यो पनि डबल लेयर हुन्थ्यो हैन, तर त्यस्तो छैन। अब बुझिन्छ भनेको पार्स टेन्सामा डबल लेयर छ तर पार्स फ्ल्यासिटामा डबल लेयर छैन। डबल लेयर भएर त्यो चाहिँ पार्स टेन्सा थिक देखेको हो हैन, पेरिफेरली बाहिर बाहिर के छ त थिक छ हैन। ल बाहिर बाहिर के छ त थिक छ। अब पार्स फ्ल्यासिडाको कुरा गर्दाखेरि माथिको पोर्सनलाई के हुन्छ यो चाहिँ यहाँ ल्याटरल प्रोसेस अफ म्यालियस यो देखिरहेछ हो। त यो चाहिँ पार्स फ्ल्यासिडा कहाँलाई गर्छ त एबभ द ल्याटरल प्रोसेस अफ म्यालियस, ल्याटरल प्रोसेस अफ म्यालियस भन्दा माथि हैन। र एउटा के हुन्छ त यहाँ नच अफ ऱ्याभिनस भनेर हुन्छ र यो हेर एन्टेरियर यसलाई भन्छ एन्टेरियर, यसलाई के भन्छ एन्टेरियर म्यालियरल फोल्ड र यो भयो पोस्टेरियर म्यालियरल फोल्ड। भनेको एउटा यतातिर हुन्छ र एउटा यतातिर हुन्छ हैन। यसलाई भन्छ एन्टेरियर, यसलाई भन्छ के त पोस्टेरियर। त त्यही यो नच अफ यो ल्याटरल प्रोसेस अफ म्यालियस छ नि यसले दुईटामा छुट्याएको हुन्छ, एउटा नच अफ ऱ्याभिनस र एउटा एन्टेरियर म्यालियरल फोल्ड र अर्को पोस्टेरियर म्यालियरल फोल्डमा। अब एउटा अझै याद गर्नलाई मात्र कि पार्स टेन्सा जुन छ डबल लेयरवाला तलको त्यसको तीनटा लेयर हुन्छ, आउटर इपिथेलियम, मिडल फाइब्रस र इनर म्युकोजा हुन्छ है त। यति लेखेर यो फिगर चाहिँ बनाउनु पर्छ। ओके ल अब यो हाम्रो भयो। अब हामी अर्कोमा जान्छौँ। अर्को हाम्रो यो भयो मिडल इयर। अन्त मिडल इयर वालको कुरा गर्दाखेरि यो पहिला फिगर हेरौँ। फिगर हेरौँ मिडल इयर वालको कुरा गर्दाखेरि हामीले बुझौँ यसमा यो भयो माथिको सुपेरियर वाल, माथिको बुझौँ यो के छ त सुपेरियर वाल, तलको बुझौँ इन्फेरियर वाल। ओके अनि यतातिर के छ त पोस्टेरियर वाल र यतातिर एन्टेरियर वाल हैन। यतातिर के त एन्टेरियर वाल, चारवटा त वाल भयो, यसमा हुन्छ 6वटा वाल है त। त हामी बुझिहालौँ उतातिर के छ एन्टेरियर वाल, यता पोस्टेरियर वाल, तल इन्फेरियर वाल र माथि सुपेरियर वाल। र जुन हामीले हैन यतैतिर जुन छ नि भनेको यो जुन यो प्रोमोन्ट्री हामी देखिरहेछौँ, यो ओभल विन्डो देखिरहेछ, यो राउन्ड विन्डो देखिरहेछ, यो सबै के हो त मिडल वाल भयो हैन। मिडल वाल भयो, मिडल वाल भयो कि हैन यो मिडल वाल भयो है त। मिडल वाल
भनेको भित्रपट्टि मेडियल वाल मेडियल वाल भित्रपट्टि छ। अनि ल्याटरल वाल भनेको जुन हामीले देखिरहेको छैन बाहिर म्याच स्टिक बक्स हुन्छ नि सलाई हो, त्यसमा 6 वटा हुन्छ वालहरू। त जुन भित्रपट्टि छ त्यो मेडियल वाल र बाहिरपट्टि जुन छ त्यो चाहिँ ल्याटरल वाल। यो अझै यहाँ बुझिन्छ, यसको लागि चिन्ता लिनु पर्दैन। त अब हामीले यसमा अझै के हेर्नु पर्यो, जुन हाम्रो इन्फेरियर वाल जुन छ यसमा के छ त जुगुलर बल्ब छ हैन। जे नाम जहाँ जहाँ छ त्यही याद गर। इन्फेरियर वालमा जुगुलर बल्ब एउटै याद गर। सुपेरियर वाल माथि के देखिरहेछन्, एउटा यो टेन्सर टिम्प्यानी हैन, टेन्सर टिम्प्यानी, अर्को ठिक छ टेन्सर टिम्प्यानी देखेँ हैन। अनि त्यसपछि अब यता एन्टेरियर वालमा आउँदाखेरि एउटा स्ट्याचियन ट्युब छ र अर्को टेन्सर टिम्प्यानी है त। माथि टेगमेन्ट टिम्प्यानी थियो, यहाँ टेन्सर टिम्प्यानी छ। अनि त्यसपछि यता अर्को स्ट्याचियन ट्युब भइहाल्यो, सक्यो। त्यसपछि अब यता पोस्टेरियर वालमा पिरामिड छ र अर्को एडिटस छ, सक्यो। दुईटा यता पनि छ। 4 वटा हामीले वालको कुरा गरिसक्यौँ। अब मेडियलीको कुरा गर्दाखेरि के भयो, एउटा ओभल विन्डो, अर्को प्रोमोन्टरी, अर्को राउन्ड विन्डो। ओभल विन्डो माथि हुन्छ, ओभल विन्डो बनाउँदाखेरि यसरी बनाउने, राउन्ड विन्डो बनाउँदाखेरि यसरी गोलो बनाउने। अनि प्रोमोन्टरी छ। त यो मेडियल वाल भयो। अनि ल्याटरल वालको कुरा गर्दाखेरि बाहिरतिर हाम्रो के छ त एसी छ, एक्सटर्नटरी केनाल अथवा टिम्प्यानिक मेम्ब्रेन नि भन्दा हुन्छ बाहिरपट्टि। ओके, त यो सबै भयो हाम्रो। यो फिगरबाट हामी बुझ्यौँ। अब यही कुरा हामी यता लेखेको छ त्यो अनुसार जाउँ। हेर, वाल अफ द मिडल इयर भनेर सोध्छ, यो इम्पोर्टेन्ट क्वेसन छ हैन। रुफ भनेको हाम्रो के भयो त सुपेरियर वाल हैन। माथि के थियो त सुपेरियर वाल, माथि टेगमेन्ट टिम्प्यानी थियो नि। फ्लोर रुफ तलतिर हामीले माथि सुपेरियर वालको कुरा गरेको थियौँ, तल इन्फेरियर वालको कुरा गरेको थियौँ, जुगुलर बल्ब थियो हैन। त्यसपछि एन्टेरियर वालमा हामीले टेन्सर टिम्प्यानीको कुरा गरेको थियौँ। फिगरमा एउटा भनेको थिएँ, सुपेरियरमा टेगमेन्ट टिम्प्यानी हुन्छ र एन्टेरियर वालमा टेन्सर टिम्प्यानी हुन्छ। त्यसपछि पोस्टेरियर वालको कुरा गर्दाखेरि हाम्रो के थियो, मेस्टोइड एयर सेल भनेको त्यही एडिटसको मेस्टोइड एयर सेलको एउटा एडिटस पार्ट छ नि, त्यसमा हामीले एडिटस हेरेको थियौँ, पिरामिड नि हेरेको थियौँ। त्यसपछि ल्याटरल वाल भनेको बाहिरपट्टि मैले भनेको थिएँ के छ टिम्प्यानी मेडियल वाल भनेको भित्र जुन देखिरहेको छ प्रोमोन्टरी, ओभल विन्डो, राउन्ड विन्डो हैन, ल्याटरल सेमी सर्कुलर केनाल, यो सबै के हुन्छ त देख्छ। ओके, त यो भयो। अब हाम्रो यो वाल अफ द मिडल इयर सक्यो है त। अब हामी स्ट्याचियन ट्युबमा जान्छौँ। अहिले यो बिस्तारै थोरै भनिदिइरहेको छु, एनाटोमी हल्का त्यो थाहा हुन्छ भने राम्रो लाग्छ पढ्न। त्यसपछि हामी फास्ट पढ्छौँ है। ओके, स्ट्याचियन ट्युब। हेर, स्ट्याचियन ट्युब जुन हुन्छ हाम्रो के हुन्छ त मिडल इयरको पार्ट होइन, मिडल इयरदेखि तल आएको हुन्छ। त यो के भनेको छ 36 mm लङ हुन्छ। हामी एडल्टमा कति हुन्छ त 36 mm लङ हुन्छ। कति हुन्छ 36 mm लङ हुन्छ। त्यसपछि सुरुको जहाँदेखि स्ट्याचियन ट्युब कहाँदेखि स्टार्ट हुन्छ अनि तल आउँछ, त सुरुको चाहिँ के पोर्सन हुन्छ, बोनी पोर्सन हुन्छ। 1/3 3 पार्टमा डिभाइड गरेको छ, 1/3 र 2/3। त 1/3 बोनी हुन्छ तलपट्टि, यसरी माथिपट्टि 1/3 अनि तलपट्टि गएर कार्टिलेजिनस फर्ममा चेन्ज हुन्छ। र 2/3 के हुन्छ त कार्टिलेजिनस अथवा फाइब्रो कार्टिलेजिनस। 1/3 इज बोनी र 2/3 इज फाइब्रो कार्टिलेजिनस। ठिक छ। अनि यो चाहिँ कसरी लाई गरेको हुन्छ भनेको, कसरी हुन्छ भनेको यसरी के त एन्टेरियरली, इन्फेरियरली र मेडियलीतिर नै। मेडियली हाम्रो यो भयो, एन्टेरियरली भनेको अगाडितिर र एन्टेरियर, मेडियली र इन्फेरियरली तलतिर। ठिक छैन। ओके, त्यसपछि अब हामी यहाँ भयो मेडियली, एन्टेरियरली र इन्फेरियरली। कसको त एन्टेरियर वाल अफ द मिडल इयर।
त्यसमा हामी हेर्छौँ नि एन्टेरियर वालको कुरा हामी जब गर्छौँ माथितिर वाल अफ थियो नि एउटा टेन्सर ट्युब पनि थियो एउटा स्ट्याचियन ट्युब ओरिफिस छ हो त यही स्ट्याचियन ट्युब हो क्या यहाँ पनि के हुन्छ एन्टेरियरली लाई गरेको हुन्छ कति डिग्री बनाएको हुन्छ त 45 डिग्री बनाएको हुन्छ ठिक छ त्यसपछि त्यो चाहिँ नेजलदेखि फेरिङसम्म त्यो इन्टर भएको हुन्छ त्यो एक्सटेन्सन भएको हुन्छ त्यो चाहिँ 1.25 सेन्टिमिटर ठिक छ त्यसपछि अब यसको फङ्सन हेरौँ स्ट्याचियन ट्युबको फङ्सन के हो त एउटा स्ट्याचियन ट्युबले भेन्टिलेसनमा हेल्प गर्छ र एटमोस्फेरिक प्रेसरलाई के गर्छ भेन्टिलेसन र मेन्टेन द एटमोस्फेरिक प्रेसर इन द मिडल इयर ओके अर्को के भन्छ मिडल इयरको जुन सेक्रेसन हुन्छ त्यसलाई ड्रेन गरेर नाजोफेरिङ्सको थ्रु एक्सक्रिट गर्छ हैन के भन्छ भनेको मिडल इयर क्याभिटीमा जति पनि त्यो के भन्छ सेक्रेसनहरू हुन्छ हैन मिडल इयर क्याभिटीमा जति पनि सेक्रेसन हुन्छ यही स्ट्याचियन ट्युबको थ्रु चाहिँ तल जान्छ है त फेरिङ्स हुँदै स्टोमकतिर जान्छ है त अनि त्यसपछि के भन्छ अर्को प्रोटेक्ट द मिडल इयर फ्रम द प्रेसर यसले नेगेटिभ प्रेसर एप्लाई गर्छ हैन अनि त्यही मिडल इयरको प्रेसरबाट बचाउँछ है त ओके त यो कुरा भयो हाम्रो स्ट्याचियन ट्युबको अब हामी के को कुरा गर्छौं कन्टेन्ट अफ द टिम्प्यानिक मेम्ब्रेन यो हल्का यादै गर्नुपर्ने हुन्छ कन्टेन्ट हेर के हुन्छ नि कन्टेन्टमा तीनटा ओसिकल हुन्छ भनेको तीनटा बोन हुन्छ दुईटा मसल हुन्छ र दुईटा नर्भ हुन्छ है त यसरी याद गरौँ दुईटा नर्भ हुन्छ दुईटा मसल हुन्छ र तीनटा ओसिकल हुन्छ त ओसिकलमा कुन कुन ओसिकल हुन्छ त भन्दाखेरि म्यालियस इन्कस र स्टेप्स त्यही इयरको तीनटा बोन पेयरमा है त अनि दुईटा मसल भनेको के भयो त स्टेपेडियस मसल र टेन्सर टिम्प्यानी मसल दुईटा नर्भमा क्वाड्रा टिम्प्यानी नर्भ र टिम्प्यानिक प्लेक्सिस नर्भ यो याद गर्नु पर्यो नर्भ दुईटा मसल दुईटामा क्वाड्रा टिम्प्यानी टेन्सर टिम्प्यानी र स्टेपेडियस मसल र नर्भमा क्वाड्रा टिम्प्यानी नर्भ र टिम्प्यानिक प्लेक्सिस नर्भ ओके ल यो पनि हाम्रो भयो अब हामी अर्कोमा जान्छौँ अब आयो फिजियोलोजी अफ हियरिङ ओके फिजियोलोजी अफ हियरिङ अब साउन्ड आउँछ भने कसरी हामीलाई त्यो भित्र जान्छ साउन्ड अनि हामीले सुन्छ है त यसमा कन्डक्सन गर्नलाई एउटा एक्सटर्नल इयर मिडल इयर र त्यसलाई पर्सेप्सन गर्नलाई एउटा हाम्रो कक्लिया एक्सटर्नल इयर र मिडल इयर कन्डक्सनको लागि र पर्सेप्सनको लागि हाम्रो के भयो त कक्लिया भयो ओके पर्सेप्सनको लागि हाम्रो के भयो त कक्लिया भयो हैन त के गर्छ पिनाले साउन्डलाई के गर्छ कलेक्ट गर्छ अनि सिग्नल भनेको बाहिरबाट जुन सिग्नल आउँछ त्यसलाई के गर्छ त पिनाले कलेक्ट गर्छ हैन अनि त्यो चाहिँ अब टिम्प्यानिक मेम्ब्रेनमा पठाउँछ र त्यहाँ गएर भाइब्रेट हुन्छ पिना भयो अब गएर त्यहाँ के हुन्छ त भाइब्रेट हुन्छ टिम्प्यानिक मेम्ब्रेन भाइब्रेट हुन्छ थ्रु द इएसी बिचमा छ टिम्प्यानिक मेम्ब्रेन त्यसपछि अब त्यो टिम्प्यानिक मेम्ब्रेनदेखि कहाँ जान्छ त फुटप्लेट अफ स्टेप भनेको तिम्रो स्टेप्स बोन जुन छ नि त्यसको स्टेप्स भनेको खुट्टामा जान्छ ओके त्यसपछि अब के भन्छ अब त्यहाँदेखि मिडल इयरमा गयो फुटप्लेट अफ स्टेपमा हैन अनि त्यसपछि त्यहाँदेखि के हुन्छ त ल्याबिरिन्थमा पुग्छ भित्र बेसिलर मेम्ब्रेन अनि त्यहाँ गएर के हुन्छ त प्रेसर चेन्ज हुन्छ सुरुमा के भयो त पिना आयो पिनाले कलेक्ट गर्यो भित्र टिम्प्यानिक मेम्ब्रेनमा गयो त्यहाँ भाइब्रेट हुन्छ अब टिम्प्यानिक मेम्ब्रेनदेखि मिडल इयर पार्टमा जान्छ मिडल इयर पार्ट भनेको स्टेप्सको फुटप्लेटमा गयो अब फुटप्लेटदेखि कहाँ भित्र गयो मेम्ब्रेनस ल्याबिरिन्थतिर गयो हैन ल्याबिरिन्थतिर गयो अब त्यहाँ चाहिँ के हुन्छ मेम्ब्रेनस ल्याबिरिन्थमा अर्गेन अफ क्वाटी हुन्छ त्यसको त्यहाँ हेयर सेलहरू हुन्छ अब त्यसलाई गएर स्ट्राइक गरेपछि त्यो हेयर सेलहरू स्टिमुलेट हुन्छ अनि त्यसले ट्रान्सडक्सनको काम गर्छ अनि हाम्रो जुन साउन्ड वेभ के हो मेकानिकल वेभ हो मेकानिकल इनर्जी त्यसलाई अब इलेक्ट्रिकल इम्पल्समा चेन्ज गर्छ भनेको सिग्नलमा चेन्ज गर्छ अनि हामी चाहिँ अडिटरी नर्भको थ्रु
ट्राभल गरेर हामीले त्यो साउन्ड चाहिँ सुन्छौँ। ठिक छ, मेकानिकल इनर्जीलाई इलेक्ट्रिकल इम्पल्समा कन्भर्ट गर्छ एलङ विथ द अल्टरी नर्भ अनि हामी पछि सुन्छौँ। ओके, यसमा यही हो, यो इम्पिडेन्स अडियोमेट्री र पिटी पढाइ भएको छैन, त्यही गरेर छोडिदिउँ। अर्गेन अफ कोटी र यो इम्पिडेन्स म्याचिङ पनि पढ। ओके, अर्गेन अफ कोटी हामीले मिडल इयर पार्ट भनेको थियौँ है। अर्गेन अफ कोटी के भनेको थियो, मिडल इयरको पार्ट भनेको थियो। त अर्गेन अफ कोटी के हो त, सेन्स गर्छ हियरिङलाई हैन। यो कहाँ हुन्छ त, बेसिलर मेम्ब्रेनमा प्रेजेन्ट हुन्छ। यो हाम्रो के भयो त, बेसिलर, यो फिगरमा जुन छ नि तलको यसरी यसरी बेसिलर मेम्ब्रेन हुन्छ। अर्गेन अफ कोटी भनेको यो हेर, यसलाई भन्छ एउटालाई इनर हेयर सेल र अर्कोलाई के भन्छ आउटर हेयर सेल। यो आउटर हेयर सेल र यो इनर हेयर सेल। इनर हेयर सेल जहिले पनि धेरै हुन्छ है त। इनर हेयर सेल थोरै हुन्छ, आउटर हेयर सेल के हुन्छ त धेरै हुन्छ। ल अब हामी यहाँ हेर, यो त भयो। अनि कम्पोनेन्ट यसको के हुन्छ त, चारवटा, एउटा टनेल अफ कटी, अर्को हेयर सेल, अर्को सपोर्टिङ सेल र टेक्टोरियल मेम्ब्रेन। यसमै हेरिहालौँ फिगरमै कहाँ कहाँ छ। एउटा त हाम्रो टनेल अफ कटी, टनेल अफ कटी यसमा छैन देखाएको है त। अनि अर्को हेयर सेल हेरौँ त, हेयर सेल देखिरहेछ, हेयर सेल यही दुईटा, एउटा आउटर हेयर सेल र अर्को इनर हेयर सेल। अर्को के छ, सपोर्टिङ सेल। अनि अर्को के छ त हाम्रो टेक्टोरियल मेम्ब्रेन, यहाँ छ टेक्टोरियल। ओके, त जुन हाम्रो टनेल अफ कटी छ फर्स्टमा, यहाँ जुन भन्यो टनेल अफ कटी, यो चाहिँ फाउन्ड बाई द आउटर र इनर हेयर सेल। यही दुईटा मिलेर के गर्छ त टनेल अफ कटी चाहिँ बनाउँछ। ओके, अब हामी जान्छौँ हेयर सेलमा। त हेयर सेलको कुरा गर्दाखेरि हामीले के भन्छौँ त, रिसेप्टर सेल अफ द हियरिङ ट्रान्सड्युस साउन्ड इनर्जी इन्टु द इलेक्ट्रिकल इनर्जी हो। हेयर सेलले नै के गर्छ, त्यहाँ हामीले भनिसकेको थियौँ फिजियोलोजी अफ हियरिङमा कि मेकानिकल वेभलाई इलेक्ट्रिकल वेभमा चेन्ज गर्छ कसले त, यही हेयर सेलहरूले है त। अब इनर हेयर सेलको कुरा गर्दाखेरि, इनर हेयर सेल यो होला, यसमा चाहिँ के भनेको छ कि यो चाहिँ सिङ्गल रोमा एरेन्ज हुन्छ। सिङ्गल रो भनेको एउटै रोमा, सिङ्गल रोमा के हुन्छ त एरेन्ज भएको हुन्छ। भनेको यो जुन छ नि जति आएको यो सबै एउटैमा गएर निस्किन्छ, भनेको एउटै रोमा एरेन्ज भएको हुन्छ। तर यो आउटर हेयर सेल यो त यसरी यसरी छँदैछ, तर यसको फेरि एउटा अर्को छ छुट्टै, यसको छ, यसको छुट्टै छ, फेरि यसको यस्तै छुट्टै छुट्टै हुन्छ। भनेको यो चाहिँ 3-4वटा रोमा एरेन्ज भएको हुन्छ। तर इनर हेयर सेल के हुन्छ त सिङ्गल रोमा एरेन्ज भएको हुन्छ। त यही कुरा भनेको चाहिँ हाम्रो यहाँ कि इनर हेयर सेल सिङ्गल रोमा र आउटर हेयर सेल 3 to 4 रोमा एरेन्ज भएको हुन्छ है त। अब इनर हेयर सेल जुन छ नि, इनर हेयर सेल यो चाहिँ सप्लाई हुन्छ एफरेन्ट कक्लियर फाइबरले, र आउटर हेयर सेल चाहिँ इफरेन्ट कक्लियर फाइबरले सप्लाई भएको हुन्छ। एउटा एफरेन्ट र अर्को इफरेन्ट। ठिक छ, अब हेर सपोर्टिङ सेल हामी हेर्छौँ, यो चाहिँ कहाँ लाई भएको हुन्छ त आउटर हेयर सेलमा माथिबाट लाई भएको हुन्छ। त यसलाई चाहिँ के भन्छ, एउटा डाइटर सेल हुन्छ, जुन चाहिँ डाइटर सेल हुन्छ। अनि यो आउटर हेयर सेलको बिचमा हुन्छ हैन। अनि यसै माथि के हुन्छ त बिचमा डाइटर सेल चाहिँ प्रेजेन्ट हुन्छ। सपोर्टिङ सेल चाहिँ कहाँ हुन्छ त, डाइटर सेल सिचुएटेड बिट्विन द आउटर हेयर सेल एन्ड प्रोभाइड द सपोर्ट। यसले सपोर्ट प्रोभाइड गर्ने काम गर्छ। आउटर हेयर सेलको बिचमा डाइटर सेलहरू हुन्छ, त्यसले सपोर्ट प्रोभाइड गर्ने काम गर्छ। अब टेक्टोरियल मेम्ब्रेन, टेक्टोरियल मेम्ब्रेन हाम्रो यो जुन छ नि, यो टेक्टोरियल मेम्ब्रेन के हुन्छ त, यो अर्गेन अफ कोटी भनेको यो हाम्रो यो पुरै भयो है त। अर्गेन अफ कोटी भनेको यो सबै हाम्रो के भयो, अर्गेन अफ कोटी भयो। यो अर्गेन अफ कोटीको माथि गएर यसरी ओभरलाई भएको हुन्छ
है त के भएको हुन्छ त ओभरलाई भएको हुन्छ हैन। हेरौँ न यो सबै हाम्रो अर्गेन अफ कोटी भयो हैन। अनि यसको माथि गएर के भइरहेछ ओभरलाई भइरहन्छ जसले टेक्टोरियल मेम्ब्रेन भन्छ। ओके ल यो भयो हाम्रो। अब आउँछ हाम्रो इम्पिडेन्स म्याचिङ। इम्पिडेन्स म्याचिङ पुरै यादै गर्नुपर्ने हुन्छ, म त मात्र भनिदिरहेको छु। र इम्पिडेन्स म्याचिङ के हो त जब साउन्ड ट्राभल गर्छ फ्रम द एयर इन्टु द मिडल इयर फ्लुइड हैन, बाहिरबाट मिडल इयर फ्लुइडमा जान्छ अनि त्यहाँदेखि इनर इयरमा जब जान्छ त त्यसको एम्प्लिट्युड के हुन्छ घट्छ हैन। फ्लुइडको एम्प्लिट्युड के हुन्छ त घट्छ। अनि फ्लुइडको एम्प्लिट्युड घट्छ त मिडल इयरमा के हुन्छ त भन्दाखेरि के हुन्छ मिडल इयरमा अब त मिडल इयरले साउन्डलाई एम्प्लिफाई गर्छ हैन। अनि साउन्डलाई के कन्भर्ट गर्छ लो प्रेसर र हाई एम्प्लिट्युडदेखि हाई प्रेसर र लो एम्प्लिट्युडमा कन्भर्ट गर्छ है त। के हुन्छ साउन्ड आयो मिडल इयर क्याभिटीमा, त्यहाँ लो प्रेसर हुन्छ। अब लो प्रेसर र हाई एम्प्लिट्युड हुन्छ, साउन्ड धेरै आएको छ मतलब जोडले जान्छ हैन, अनि न भित्र ट्राभल गर्छ त त्यसले हाई एम्प्लिट्युड हुन्छ। हाई एम्प्लिट्युड हुन्छ र प्रेसर लो हुन्छ। अब त्यसलाई के गर्छ त भित्रसम्म पुर्याउनु छ भनेको हाई प्रेसरमा चेन्ज गर्छ र लो एम्प्लिट्युडमा चेन्ज गर्छ। ठिक छ, यति हो बुझ्नुपर्ने। अब यसमा चारवटा कुरा छ। एउटा लिभर एक्सन अफ ओसिकल, अर्को हाइड्रोलिक एक्सन अफ टिम्प्यानिक मेम्ब्रेन र अर्को के छ त कर्भ मेम्ब्रेन इफेक्ट, तीनटा छ। त जुन हाम्रो लिभर एक्सन जुन छ यसमा चाहिँ ह्यान्डल अफ म्यालियसको लेन्थ 1.3 टाइम्स ग्रेटर हुन्छ प्रोसेस अफ इन्कसन। अब यो याद गर्नुपर्छ है। अब यसको हामीलाई तिनटैको म्याग्निफिकेसन मेन चाहिन्छ। यसको म्याग्निफिकेसन 1.3 टाइम्स हुन्छ, हाइड्रोलिक एक्सनको म्याग्निफिकेसन 7 टाइम्स हुन्छ र कर्भ मेम्ब्रेन इफेक्टको म्याग्निफिकेसन 2 टाइम्स हुन्छ है त। अब यो तिनटैले हामी के गरिदिन्छौँ त टोटल मेकानिकल इफेक्ट भनेर हुन्छ, त्यसलाई तिनटैले मल्टिप्लाई गरिदिन्छ, म्याग्निफिकेसन 45 टाइम्स आउँछ। अब त्यो 45 टाइम्स भनेको 30 to 35 डेसिबेलको हुन्छ भनेर हामी भन्छौँ। ओके अब यसको जुन हामीले यो अर्गेन अफ कोटी त्यतिखेर हेरेको थियौँ त्यसको इनर हेयर सेल र आउटर हेयर सेलको कुरा छ। टोटल नम्बर इनर हेयर सेलको 3500 हुन्छ, किन कम थियो हैन, सिङ्गल रोमा एरेन्ज थियो हैन। यो चाहिँ 12,000 थियो। यहाँ रो हेर 1 रो अथवा सिङ्गल रो, यो चाहिँ 3 to 4। सेप भनेको फ्ल्यास्क सेप र यो चाहिँ सिलिन्डर। फ्ल्यास सेप भनेको त्यो टिप हुन्छ नि त्यसलाई त्यस्तो। अनि नर सप्लाई भनेको यसले एफरेन्टले सप्लाई गरिरहेको थियो, यसलाई इफरेन्टले सप्लाई गरिरहेको थियो। त भनेको इक्जाममा यो अर्गेन अफ कोटी इज भेरी भेरी इम्पोर्टेन्ट। फिगर चाहिँ यसको चाहिन्छ, यो पुरै लेख्ने र यो चाहिँ डब्बावाला नि बनाइदिँदा हुन्छ। ओके ल अब हाम्रो एनाटोमी लगभग पुरै इम्पोर्टेन्ट जति सक्यो। ल अब हामी डिजिज अफ एक्सटर्नल इयर हेर्छौँ। त डिजिज अफ एक्सटर्नल इयरमा हेर त डिजिज अफ पिन्नाको पहिला हेर्छौँ, त्यसपछि डिजिज अफ एक्सटर्नल केनालको फेरि अर्को हेर्छौँ है त। त सुरुमा हाम्रो डिजिज अफ पिन्ना। त डिजिज अफ पिन्नामा यो धेरै इम्पोर्टेन्ट छ है। त कन्जेनाइटल मालफर्मेसन हुन्छ, अर्को ट्रमेटिक चोटपटक लागेर हैन पिन्नामा डिजिज हुनसक्छ। त्यसपछि इन्फ्लामेटरी रेस्पोन्स देखाउन सक्छ, नियोप्लास्टिक है त। अब कन्जेनाइटलमा के हुन्छ त पिन्नामा डिजिज भनेको तिम्रो एनोसिया भन्छ, कम्प्लिट एब्सेन्स अफ द इयर। यो पिना नै हुँदैन। अर्को माइक्रोसिया भनेको छ सानो के हुन जान्छ तिम्रो पिना हुन जान्छ। म्याक्रोसिया छ भनेको ठुलो तिम्रो पिना हुन जान्छ है त। अनि अर्को छ प्रिअरिकुलर साइनस भनेको यहीँ जहाँदेखि यो तिम्रो यो जुन छ नि यसलाई के भन्छ त ट्र्यागस हुन्छ नि, ट्र्यागसनिर के हुन्छ त पाल परेको हुन्छ। अर्को ब्याट इयर भनेको जुन चमगादर हुन्छ त्यस्तो चाहिँ इयर भयो। यो चाहिँ एनोसिया भनेको एब्सेन्स अफ इयर, माइक्रोसिया भनेको स्मल इयर, लार्ज पिना र ब्याट इयर प्रिअरिकुलर साइनस। ठिक छ। अब ट्रमेटिक छ
ट्रमेटिक छ। अर्को के हुनसक्छ त चोटपटक लागेर। अब पिनामा चोट लाग्यो भने हेमाटोमा हुन जान्छ। के हुन्छ त हेमाटोमा हुन जान्छ। के हुन्छ हेमाटोमा। अर्को लेसेरेसन हुन जान्छ। अर्को फ्रोस्टबाइट। फ्रोस्टबाइट भनेको जस्तै एकदम चिसो जहाँ हुन्छ नि अनि कानहरू के हुन्छ त पुरै फुलेको हुन्छ है त चिसो ठाउँ। अर्को इन्फ्लामेटरी भनेको इन्फ्लामेसन भयो पेरिकन्ड्राइटिस हैन। हेमाटोमा भयो हैन। हेमाटोमालाई ट्रिट गरेन भने त्यसमा इन्फेक्सन हुन्छ अनि त्यसले पेरिकन्ड्राइटिस गराउँछ। त्यसपछि रिल्याप्सिङ पोलिकन्ड्राइटिस। त्यहाँ पेरिकन्ड्राइटिस माथि यसमा पोलिकन्ड्राइटिस। अर्को आउँछ नियोप्लास्टी। नियोप्लास्टीमा बेनाइन र म्यालिग्नेन्ट भनेर हुन्छ। त म्यालिग्नेन्टमा हामी स्क्वामस सेल कार्सिनोमा, बेसल सेल कार्सिनोमा र बेनाइनमा हाम्रो के हुन्छ प्रिअरिकुलर सिस्ट, सेबेसियस सिस्ट र डर्मोइड सिस्ट। यो नामहरू याद गर्नु पर्यो। ओके, त यो थियो हाम्रो डिजिज अफ पिना। अब आउँछ डिजिज अफ हाम्रो के त एक्सटर्नल अर्टरी क्यानाल। त यो डिजिज अफ एक्सटर्नल अर्टरी क्यानाल त्यति त नसोध्नु पर्ने हो, तर पनि हेरिहालौँ। यो नामहरू थाहा हुनु पर्यो, किनभने उतै टपिकमा हामी छिर्छौँ नि अनि यही टर्महरू पढ्नुपर्छ। कन्जेनाइटल, इन्फ्लामेटरी, नियोप्लास्टिक, ट्रोमेटिक र मिसलेनियस। सेम टपिक जसरी उता छ त्यस्तै सेम छ है त। त यसमा एक्सटर्नल अर्टरी क्यानालको कुरा गर्दा कन्जेनाइटलमा के पर्छ कन्जेनाइटल एट्रेसिया, स्टेनोसिस। त्यस्तै इन्फ्लामेटरीमा हाम्रो के पर्न गयो त ओटाइटिस एक्सटर्ना। नियोप्लास्टीमा बेनाइन र म्यालिग्नेन्ट फेरि कन्भर्ट गरेको छ त बेनाइनमा अस्टियोमा, एक्जोस्टोसिस। म्यालिग्नेन्टमा स्क्वामस सेल कार्सिनोमा, बेसल सेल कार्सिनोमा, एडिनो कार्सिनोमा। ट्रोमेटिकमा एट्रोजेनिक, मिसलेनियसमा भ्याक्स र फरेन बडी। ओके, अब यो सबै त याद नै गर्नुपर्ने हुन्छ। अब हामी आउँछौँ कतातिर त क्लासिफिकेसन अफ ओटाइटिस एक्सटर्ना। ओटाइटिस एक्सटर्ना यो इक्जाममा सोध्दैन, यो नामहरू मात्र सुन, किनभने अगाडि यो चाहिँ टर्म यो चाहिँ धेरै इम्पोर्टेन्ट छ। हेर, एउटा के हुन्छ इन्फेक्टिभ ग्रुप हुन्छ र अर्को रिएक्टिभ ग्रुप हुन्छ। त इन्फेक्टिभ ग्रुपमा ब्याक्टेरियल, फङ्गल हुन्छ, भाइरल हुन्छ। रिएक्टिभमा त्यस्तो डिभाइड गरेको छैन। रिएक्टिभमा डाइरेक्ट सेबोरिक डर्माटाइटिस, अर्को एक्जिमेटिक डर्माटाइटिस र एटोपिक डर्माटाइटिस भनेर छ हो। त्यसपछि हामीले यसमा ब्याक्टेरियलमा जाँदाखेरि हामीले लोकलाइज ओटाइटिस एक्सटर्ना, डिफ्युज र म्यालिग्नेन्ट हो। यो तिनटै इम्पोर्टेन्ट छ है त। तिनटै के छ त इम्पोर्टेन्ट छ। लोकलाइज, डिफ्युज र म्यालिग्नेन्ट ओटाइटिस एक्सटर्ना ब्याक्टेरियल भयो। फङ्गलमा ओटोमाइकोसिस यो पनि इम्पोर्टेन्ट छ। भाइरलमा हर्पेस जोस्टर ओर्टिका यो पनि इम्पोर्टेन्ट छ। यता रिएक्टिभ भइ नै हाल्यो। सक्यो यो क्लासिफिकेसन। अब हामी प्रिअरिकुलर साइनस हेरौँ। हल्का फास्ट गरिरहेको छु, तिमी अब आफ्नो यादै गर्नुपर्छ। याद गर्ने अन्त याद गर्दाखेरि नि बुझिरहेको छैन भने तब भन्नु। ओके, अब हेरौँ यसमा के छ त प्रिअरिकुलर साइनस के त इट इज द इपिथेलियम लाइन ब्लाइन्ड ट्र्याक्ट विथ ओपनिङ एट द रुट अफ हेलिक्स। रुट अफ हेलिक्स भनेको यहाँदेखि स्टार्ट हुन्छ। यही रुट अफ हेलिक्समा के हुन्छ त ब्लाइन्ड ट्र्याक्ट बनाउँछ भनेको यहाँदेखि देख्छौ भित्र अनि भित्र केही देखिँदैन भनेको ट्र्याक्ट जस्तो हुन्छ। यो चाहिँ किन हुन्छ प्रिअरिकुलर साइनस त के भन्छ त दिस इज ड्यु टु द इन्कम्प्लिट इन्फ्युजन अफ द 6 हिलक्स भनेर भन्छ ड्युरिङ द डेभलपमेन्ट। अब यसको फिचरहरू हेर्छौँ। फिचर चाहिँ के भएको हुन्छ स्मल ओपनिङ हुन्छ होइन एट द रुट अफ एसेन्डिङ लिम्ब अफ द हेलिक्स। पाल परेको हुन्छ। त्यसमा यदि इन्फेक्टेड भयो भने त्योबाट डिस्चार्ज होइन पसहरू आउन सक्छ। त्यसपछि स्वेलिङ र पेन पनि हुन्छ, दुख्छ र स्वेलिङ पनि हुन जान्छ प्रिअरिकुलर साइनस। र छुँदाखेरि टेन्डरनेस दुख्छ पनि। के भयो त एउटा स्मल ओपनिङ छ होइन कहाँ छ त हेलिक्स जहाँ स्टार्टिङदेखि छ त्यहाँदेखि। यदि भित्र इन्फेक्सन भयो भने होइन पस जम्मा हुनसक्छ, डिस्चार्जहरू बाहिर आउन सक्छ। अरू के भने स्वेलिङ र पेन हुन्छ होइन, स्वेलिङ हुन्छ, पेन हुन्छ। त्यसपछि के भन्यो टेन्डरनेस पनि हुन्छ, छाम्दाखेरि के हुन्छ त दुख्छ। अब यसको ट्रिटमेन्ट के गर्ने त एन्टिबायोटिक दिनु पर्यो इन्फेक्सनलाई कन्ट्रोल गर्नलाई। अर्को सर्जिकल, मेन त हाम्रो ट्रिटमेन्ट भनेको सर्जिकल एक्सिजन गरेर त्यो ट्र्याकलाई के गर्नु पर्यो त रिमुभ गर्नु पर्यो होइन विथ एलङ विथ द पोर्सन अफ अरिकुलर कार्टिलेज र स्किन एराउन्ड इट।
ट्र्याकलाई के गर्नुपर्छ, एक्सिजन दिनु पर्यो। सँगै वरिपरि भएको कार्टिलेज र स्किनलाई पनि के गर्नुपर्छ, रिमुभ गर्नु पर्यो। दिस अल अबाउट द प्री अरिकुलर साइनस। ओके, अब हामी हेर्छौँ हेमाटोमा अफ द अरिकल। हेमाटोमा भनेको के हो त, कसैले हानिदियो होइन, ब्लड ट्रमाले गर्दाखेरि यो जुन हाम्रो छ यहाँ के हुन्छ त, ब्लडको कलेक्सन हुन्छ। हाम्रो अरिकल छ नि, अरिकल अथवा पिना, यसको कभरिङलाई पेरिकन्ड्रियम भन्छ। त हो त सब पेरिकन्ड्रियम स्पेसमा ब्लडको कलेक्सन हुन्छ होइन, एक्सटर्नल ब्लड ट्रमाले गर्दाखेरि, त्यसैले हेमाटोमा अफ अरिकल भन्छ। यो प्राय बक्सर र रेस्लरहरूमा देख्छौँ। चिफ कम्प्लेन के लिएर आएको हुन्छ त, टेन्स हुन्छ, पेनफुल हुन्छ, स्वेलिङ अफ द पिना होइन, मजाले देख्छ, पेनफुल हुन्छ र स्वेलिङ अफ द पिना। ट्रिटमेन्टमा अब हामी के गर्छौँ, यसको ट्रिटमेन्ट भनेको होइन, सुरुमा त एन्टिबायोटिक दिन्छौँ होइन, एन्टिबायोटिक दिन्छ, अर्को एस्पिरेसन गर्छौँ। थोरै मात्र फुलेको छ भने एस्पिरेसन फ्लुइड तानिदिन्छौँ होइन, अनि होइन धेरै नै छ भनेको इन्सिजन दिन्छौँ र फ्लुइडहरूलाई के गर्छौँ त, ड्रेनेज गर्छौँ। अनि प्रेसर ड्रेसिङ पछि ड्रेन गरेर त्यसलाई ड्रेसिङ पनि गरिदिन्छौँ। अनि त्यसपछि अब यदि त्यस्तै छोडिदियो भने, अनट्रिटेड छोडिदियो भने हेमाटोमा पिनालाई के हुन्छ त, फाइब्रोसिस हुन जान्छ र पिनाको स्ट्रक्चरमा चेन्जेस आउन सक्छ। अनि त्यसलाई के भन्छ त, काउलीफ्लावर इयर अथवा बक्सर इयर भनेर भन्छौँ। ओके, ल त यो भयो हाम्रो डिजिज अफ एक्सटर्नल इयर। अब हामी अर्को हेर्छौँ के त, 1 2 3 ल, यो छिटो हेरिहालौँ। यो इम्पोर्टेन्ट त इम्पोर्टेन्टै छ। ओके, यो मैले आफ्नो यो भिडियोलाई नि, फोटोलाई तल राखिरहेको छु कि यो मात्र माथिको मात्र हेर, त्यसले सजिलो हुन्छ। ओके, ल पेरिकन्ड्राइटिस अब के भनेको छ त, पिना भनेको छ। यो भनेको के हो त, इन्फ्लामेसन हो। यता गरिदिइरहन्छ, यो के हो त, इन्फ्लामेसन हो होइन। पेरिकन्ड्रियम अफ पिनाको केले गर्दा, इन्साइज वुन्ड, लेसेरेटेड वुन्ड, हेमाटोमा र ओटाइटिस एक्सटर्नलले गर्दा हुन्छ है त। भनेको यसमा इन्फ्लामेसन भयो, चोटपटक लागेको थियो, लेसेरेसन भएको थियो भने च्यातेको थियो होइन, ओटाइटिस एक्सटर्ना भनेको फरङ्कल भएको थियो, त्यसमा इन्फ्लामेसन भयो। किन त, कुनै अर्ग्यानिजम गएर त्यसमा ग्रोथ भयो। अब कुन अर्ग्यानिजम कमन हुन्छ त, स्युडोमोनास एरिग्नोसा र स्टेफ अरियस कमन हुन्छ है त। अब यो पेसेन्टले कस्तो सिम्टम लिएर आएको हुन्छ त, भन्छ सिभियर ओटेल्जिया, एकदम कान दुखिरहेछ, इरिदिमा र लोकल राइज अफ टेम्परेचर। इरिदिमा भने ऱ्यासेसहरू देख्छ होइन, अनि के त, टेम्परेचर चाहिँ बढेको हुन्छ। त्यसपछि त्यसको छाम्दाखेरि टेन्डरनेस हुन्छ र जुन हाम्रो नर्मल यस्तो एनाटोमिकल ल्यान्डमार्क जुन छ होइन, यो सबै के हुन्छ त, हराउँछ। भनेको फुल्लेर पुरै यसरी रिट्र्याक्ट भएको हुन्छ पिना है त, लस अफ द एनाटोमिकल ल्यान्डमार्क। ओके, त्यसपछि के भन्छ, सबपेरिकोन्डियल एब्सेस मे फर्म विथ नेक्रोसिस अफ द आर्टिकुलर कार्टिलेज। यो पोइन्ट छुट्नु भएन। के हुन्छ, जुन वरिपरि कार्टिलेजहरू हुन्छ त्यसको नेक्रोसिस पनि गर्न सक्छ। त के भयो त, सिभियर ओटेल्जिया, एकदम कान दुखेर आउँछ, इरिदमा होइन, र लोकलाइज अफ टेम्परेचर। हेर, जहाँ इन्फेक्सन हुन्छ त्यहाँ के हुन्छ त, टेम्परेचर बढेको हुन्छ है त, यो चाहिँ दिमागमा हुनु पर्यो। त्यसपछि टेन्डरनेस भइ नै हाल्यो, लस अफ एनाटोमिकल ल्यान्डमार्क हराएको हुन्छ, अनि पछि गएर नेक्रोसिस अफ द अरिकुलर कार्टिलेज हुन्छ। ठिक छ, अब यसको ट्रिटमेन्टमा के गर्नु पर्यो त, इन्फेक्सन छ त्यसको लागि एन्टिबायोटिक दिनु पर्यो त, सिस्टेमिक एन्टिबायोटिक। ल अब त्यो त फुलि नै सकेछ भनेको त्यसलाई फेरि इन्सिजन र ड्रेनेज गर्ने, अनि जुन यहाँ नेक्रोसिस भएको थियो कार्टिलेजको, त्यो नेक्रोसिस कार्टिलेजलाई पनि रिमुभ गर्ने। बुझिन्छ नि, बुझिन्छ है त। ल यो भयो हाम्रो के त, पेरिकन्ड्राइटिस अफ द पिना। अब हामी हेर्छौँ अब ओटाइटिस एक्सटर्न। अब हाम्रो स्टार्ट भएन, 3टा हुन्छ नि ओटाइटिस एक्सटर्न, एउटा लोकलाइज, अर्को के हुन्छ त, डिफ्युज, र अर्को हुन्छ मेलिग्नेन्ट। ओके न, यहाँ हेर, फरङ्कल, ल
फरङ्कल भनेको त इन्फेक्सन अफ द हेयर फोलिकल। इयरमा के हुन्छ हाम्रो यहाँ नजिकै के हुन्छ हेयर फोलिकल हुन्छ, त्यसमा इन्फेक्सन भयो के त आउटर 1/3 अफ द इएस इज कल्ड द फरङ्कलोसिस हैन। अर्गानिजम के त मस्ट कौन स्टेफाइलोकोकस ऑरियस हो। प्रिडिस्पोजिङ यो के कारणले हुन सक्छ त हामीले फरङ्कल हट र ह्युमिड क्लाइमेट, पिन प्रिकिङ, इयर पायर्सिङ हैन। पिन लिएर हामी यसरी कोतार्छौँ। इयर पायर्सिङ भनेको हामी त्यो यसरी कानलाई कोट्याउँछ नि हैन, ओइल ड्रप राख्दियो भने त्यसरी हुन सक्छ। ओके, अब यसको क्लिनिकल फिचरमा हामीले के भन्छन् त सिम्पटम त्यस्तै कान दुखेर आउँछ अनि झन् त्यो कान हामी मुख चबाउँछौँ बोल्छौँ त्यतिखेर अझै के हुन्छ त इन्क्रिज इन द जॉ मोमेन्ट। ठिक छ। अर्को यसमा पनि के छ त अर्गानिजम छ भनेको इन्फेक्सन छ त भन्नाले यसमा नि फिभर भएको हुन्छ, राइज अफ टेम्परेचर। अर्को यदि फरङ्कल छैन त्यो फुलेको छ, यदि त्यो ब्रस्ट भइहाल्यो भने त्यसबाट डिस्चार्जहरू आउँछ र स्वेलिङ त भक्कै हुन्छ। यदि त बुझिन्छ एउटा के भयो त कान दुखेर आउँछ, मुख जति चलाउँछ त्यति अझै सिभियर एग्रिभेट हुन्छ। इन्फेक्सन छ भनेको फिभर हुन्छ हैन, राइज अफ टेम्परेचर। त्यसपछि अर्को टेन्डरनेस हुन्छ, स्वेलिङ अफ टेन्डरनेस र ब्रस्ट भयो भने डिस्चार्जहरू आउँछ। यो सिम्पटम थियो। साइनमा के हुन्छ त यो ट्र्यागस हुन्छ नि, यो यसले छुँदाखेरि एकदम पेन चाहिँ फिल हुन्छ भनेको ट्र्यागल टेन्डरनेस। यो जुन हाम्रो पोस्टेरियर इएसी छ भित्रबाट यो चाहिँ के भएको हुन्छ त स्वेलिङ भएको हुन्छ। पोस्टेरियर इएसी वाल चाहिँ स्वेलिङ भएको हुन्छ। त्यसपछि अब्लिटरेसन अफ द रेट्रोअरिकुलर ग्रुभ भनेको छ। हाम्रो रेट्रोअरिकुलर ग्रुभ भनेको पछाडिको यो अरिकल, यो अरिकलहरू के हुन्छ त यसरी आएको हुन्छ भनेको अब्लिटरेट भएको हुन्छ यसरी, त्यही भनेको छ अब्लिटरेसन अफ द रेट्रोअरिकुलर ग्रुप। र टेन्डर लिम्फ नोड पनि पाल्पेट हुन थाल्छ, टेन्डर दुख्छ है त पाल्पेट गर्दा। अब यसको ट्रिटमेन्टमा के गर्नु पर्यो त, यसको ट्रिटमेन्टमा के छ त फेरि इन्फेक्सन छ। इन्फेक्सन छ भने हामीले सिस्टेमिक एन्टिबायोटिक दिनु पर्यो, फ्लुक्लोक्जासिलिन र डाइक्लोक्जासिलिन है त, यो इम्पोर्टेन्ट छ। त्यसपछि अर्को 10% इक्थामोल र ग्लिसरिन, 10% इक्थामोल ग्लिसरिन यसले के गर्छ त पेन र स्वेलिङलाई रिड्युस गर्छ। ओके न। ओके, अब त्यसपछि एनाल्जेसिक र एन्टिबायोटिक दिन्छ। एनाल्जेसिकले पेनलाई कन्ट्रोल गर्छ, एन्टिबायोटिकले ब्रिङ डाउन द फिभरलाई कम गर्छ। र लास्टमा त्यो नि भएन भने इन्सिजन र ड्रेनेज गर्नु पर्यो। यति ठिक छ है त। यो इम्पोर्टेन्ट चाहिँ फरङ्कल। अब हामी आउँछौँ कता त ओटाइटिस एक्सटर्नल। फास्ट भइरहेछ भने ल 2 चोटि 3 चोटि हेर हैन, याद गर। अब त्यहाँ पनि कम त भ्याइ नै रहेछ हैन। अब डिफ्युज ओटाइटिस एक्सटर्ना। डिफ्युज ओटाइटिस एक्सटर्ना भनेको यसलाई अर्को नामले सिङ्गापुर इयर नि भन्छ, हङकङ इयर नि भन्छ है त। यो सबै ओटाइटिस एक्सटर्ना जति छ अर्गानिजमले नै गरे। त्यो पनि के थियो स्टेफाइलोकोकस अरियसले गरे, यो पनि स्टेफाइलोकोकस अरियस र इसेचिया कोलाइले। त्यसको हट र ह्युमिड क्लाइमेट थियो, यसको पनि हट र ह्युमिड क्लाइमेट। त्यसको पिन प्रिकिङ थियो र इयर पायर्सिङ थियो। यसमा ट्रमा र एक्सेसिभ स्विमिङ जसले गर्छ त्यसले हुन्छ है त। अब यसमा फिचर चाहिँ हाम्रो के हुन्छ त एउटा एक्युट फेजमा र क्रोनिक फेजमा डिभाइड गरिन्छ। एक्युट फेजमा उता पनि ओटेल्जिया थियो, यसमा पनि छ। यसको मेन फिचर इयर इचिङ हुन्छ, कान एकदम चिलाउँछ, उता कान चिलाउनेको स्थिति थिएन। र यसमा सेरस र प्युरुलेन्ट इयर डिस्चार्ज, त्यसमा डिस्चार्जको कुरा थिएन, यसमा चाहिँ छ है त। अनि डेब्रिजहरूको के हुन्छ कलेक्सन हुन्छ अनि त्यसले कन्डक्टिभ हियरिङ लस गराउन सक्छ। त्यसले गराइरहेको थिएन, एउटा क्वेसनमा यही छ हैन, लिड टु द कन्डक्टिभ डिफनेस। द कन्डक्टिभ डिफनेस आउँदै बित्तिकै हामीले डिफ्युज ओटाइटिस एक्सटर्ना भनेर बुझ्यौँ। अनि एउटा सिनारियो क्वेसन के हुन्छ कि ज मोमेन्ट गर्दाखेरि इयर पेन हुन्छ त त्यो फरङ्कल भयो है त। यसमा कन्डक्टिभ डिफनेस भन्नाले हामी डिफ्युज ओटाइटिस एक्सटर्नातिर जाने मात्रै यो होइन, इयर इचिङको पनि हिस्ट्री हुन्छ अरूको पनि। एक्युट फेजमा ओटेल्जिया इयर इचिङ र सेरस अर्ध प्युरुलेन्ट इयर डिस्चार्ज हुन सक्छ। र त्यसपछि डेब्रिजहरूको कलेक्सन हुन्छ जसले कन्डक्टिभ डिफनेस गराउँछ है त। त्यसपछि अब आउँछ क्रोनिक फेज। क्रोनिक फेजमा जुन यो डेब्रिजहरूको कलेक्सन भएको थियो अब तिनीहरूले स्टेनोसिस गराइदिन्छ इएससीलाई हैन। यसमा के थियो सेरस र प्युरुलेन्ट डिस्चार्ज, यसमा स्क्यान्टी डिस्चार्ज द क्रस्टिङ है त। क्रस्ट बनिसकेको छ अनि त्यसमा स्क्यान्टी डिस्चार्जहरू भइरहेको छ।
स्क्यान्टी डिस्चार्ज भनेको एकैचोटि नआएर थोरै थोरै आउने त्यसले भन्छ है त। त्यसपछि अब ट्रिटमेन्ट, यसको ट्रिटमेन्टमा के भन्छ त कानलाई सफा गर्ने। अब डिस्चार्ज आइरहेछ भनेको ट्रिटमेन्टमा मेटिकुलर इयर टोइलेट विथ द ड्राई मोपिङ एउटा त्यो हुन्छ नि कटन स्वाबल, त्यसले चाहिँ मोपिङ गर्नु पर्यो। त्यसपछि त्यसमा पनि 10% इक्थामोल ग्लिसेरोल थियो, यसमा पनि दिने किन त रिड्युस द पेन एन्ड द स्वेलिङ। अर्को सिस्टेमिक एन्टिबायोटिक दिने, त्यसमा के थियो फ्लुक्लोक्जासिलिन र डाइक्लोक्जासिलिन थियो त। त्यसपछि एनाल्जेसिक यसमा नि दिने। त्यसपछि इचिङ थियो होइन, यहाँ हेर त माथि हिस्ट्री के थियो इचिङको थियो कि नै, यहाँ हेर माथि हिस्ट्रीमा के थियो इचिङ पाए नि, यहाँ हेर त इचिङको हिस्ट्री थियो। अब इचिङको हिस्ट्रीको लागि हामीले के गर्नु पर्यो त एन्टिहिस्टामिन दिनु पर्यो कि इचिङ चाहिँ रिड्युस होस् होइन। अनि यहाँ हेर त यहाँ स्टेनोसिस भएको थियो इएसीको, त स्टेनोसिसको लागि हामीले के गर्नु पर्यो त सर्जिकल एक्सिजन अफ द थिकेन टिस्यु र बोनी मियोसिसलाई वाइडनिङ गर्नु पर्यो र स्किनको ग्राफ्टिङ गर्नु पर्यो होइन। यदि स्टेनोसिस भइसकेको छ भने स्टेनोसिस भनेको पुरै त्यसलाई इयरलाई नै खाइरहेछ, इयरलाई खाइरहेछ भने त्यसलाई सर्जिकल एक्सिजन गरेर हटाउनु पर्यो। बोनमा नि समातेको छ भने बोनलाई नि सफा गर्नु पर्यो, काट्नु पर्यो। त्यसपछि स्किनको ग्राफ्ट गरिदिनु पर्यो है त। यो भयो हाम्रो डिफ्युज ओटाइटिस एक्सटर्नल। एक्सटर्नलले के सोधेको थियो म्यालिग्नेन्ट ओटाइटिस एक्सटर्नाको अर्ग्यानिजम कुन कुन हो त, कुन कुन अर्ग्यानिजमले गराउँछ है त। यो त भइ नै रहेको छैन, ठिकै छ। म्यालिग्नेन्ट ओटाइटिस एक्सटर्ना भनेको कुन कुन अर्ग्यानिजमले त स्युडोमोनास एरिग्नोस, यो फर्स्टमा भन्नै पर्छ। त्यसपछि अर्को स्टेफाइलोकोकस र अर्को एस्परजिलसहरूले गराउँछ। ओके, ल अब यो भएन। अनि त्यसपछि कुन त स्युडोमोनास एरिग्नोसा, स्टेफाइलोकोकस र एस्परजिलस, पिएएस पास भनेर याद गर्नु, पिएएस पास। त्यसपछि आयो प्रिडिस्पोजिङ फ्याक्टर। प्रिडिस्पोजिङ फ्याक्टर कसलाई हुन्छ त म्यालिग्नेन्ट, म्यालिग्नेन्ट भनेको के त एकदम सिभियर होइन क्यान्सरतिर भनेको इम्युनो कम्प्रोमाइज पेसेन्टमा जसले एड्स छ, स्टेरोइड लामो समयसम्म लिइरहेको छ, डायबिटिज मेलाइटस छ, त्यसलाई हुन्छ है त। यसको क्लिनिकल फिचर नक्चर्नल ओटाइल्जिया, राति कान एकदम दुख्छ होइन। त्यसपछि इयर जुन डिस्चार्ज थियो माथि हाम्रो डिफ्युजमा, त्यसमा मात्र के थियो सेरसको डिस्चार्ज थियो, यसमा अब ब्लड प्युरुलेन्ट डिस्चार्ज हुन्छ होइन, ब्लड पनि आउँछ यो डिस्चार्ज हुँदाखेरि। त्यसपछि के थियो त ग्रानुलेसन टिस्यु होइन एट द जङ्सन अफ कार्टिलेजिनस र बोनी एक्सटर्नल आर्टरी केनाल। कार्टिलेज र बोनी जहाँ छ नि इएसी त्यहाँ के हुन्छ ग्रानुलेसन टिस्युहरूको डिपोजिट हुन थाल्छ है त। अनि फेसियल पाल्सी अफ द 9th and 11th नर्भ होइन, फेसियल पाल्सी भने पारालाइसिस हुन थाल्छ कुन कुन नर्भको 9th and 11th नर्भको पारालाइसिस हुन जान्छ। ओके, त्यसो इन्भेस्टिगेसनमा कुन कुन गर्ने त सिटी स्क्यान गर्नु पर्यो, टेक्निटियम 99 र ग्यालियम 67, यो तिनटाको हामीले इन्भेस्टिगेसन पठाउँछौँ। अब यसलाई ट्रिटमेन्ट कसरी गर्ने त, ट्रिटमेन्टको लागि एउटा कन्ट्रोल अफ प्रिडिस्पोजिङ फ्याक्टर, जुन प्रिडिस्पोजिङ फ्याक्टर भनेको इम्युनो कम्प्रोमाइज पेसेन्ट छ त्यसलाई के गर्नु पर्यो त कन्ट्रोल गर्नु पर्यो होइन। त्यसपछि ओरल एन्टिबायोटिक दिनु पर्यो, ओरल एन्टिबायोटिक। त्यसपछि आइभी एन्टिबायोटिक, सुरुमा म्यालिग्नेन्ट चाहिएर त सुरुमा हामीले ओरल एन्टिबायोटिक दिन्छौँ, त्यसपछि आइभी एन्टिबायोटिक पनि दिनु पर्यो। अनि लास्टमा डेब्राइटमेन्ट अफ द नेक्रोटिक टिस्यु, जुन नेक्रोसिस भइसकेको छ त्यो टिस्युहरूलाई रिमुभ गर्नु पर्यो, द्याट इज द ग्रानुलेसन टिस्यु होइन। अब ओरल एन्टिबायोटिकमा टिसिप्रोफ्लोक्जासिन है त, अनि आइभी एन्टिबायोटिकमा यो कम्बाइन फर्ममै पिपरासिलिन जेन्टामाइसिन र सेफ्टाजिटिन, यो चाहिँ नबिर्सिनु, पिपरासिलिन जेन्टामाइसिन र सेफ्टाजिटिन यो सबै दिनु पर्यो है त। भनेको म्यालिग्नेन्ट ओटाइटिस एक्सटर्नलमा के बुझ्नु पर्यो त पास, स्युडोमोनास एरिग्नोसा, एस्परजिलस र स्टेफाइलोकोकसले गराउँछ। कुन पेसेन्टमा हुन्छ त इम्युनो कम्प्रोमाइज, डायबिटिज, लङ टेकिङ अथवा युज अफ द स्टेरोइड एन्ड द एड्स पेसेन्ट। अनि त्यसपछि अब क्लिनिकल फिचरमा हामी के बुझ्नु पर्यो त यो चाहिँ नक्चर्नल हुन्छ, नक्चर्नल ओटाइल्जिया भनेको रातितिर एकदम दुख्छ, इयर डिस्चार्ज हुन्छ, ब्लड स्टेन हुन्छ, ग्रानुलेसन हुन्छ, कहाँ हुन्छ त मिडल अफ द एक्सटर्नल आर्टरी केनाल एन्ड द
कार्टिलेजिनस र बोनीको जङ्सनमा हुन्छ। त्यसपछि फेसियल पारालाइसिस गराउँछ 1911 नर्भ। यता अब सिटी स्क्यान, टेक्निटियम 19 ग्यालेमी स्क्यान, यो चाहिँ इन्भेस्टिगेसन भयो। त्यो ट्रिटमेन्टमा चाहिँ त्यही जुन हाम्रो प्रिडिस्पोजिङ फ्याक्टर थियो त्यसलाई कन्ट्रोल गर्ने, ओरल एन्टिबायोटिक पनि दिने, आइभी एन्टिबायोटिक पनि दिने, अनि डिब्राइडमेन्ट अफ नेक्रोटिक टिस्यु है त। अनि उता जुन हामीले फरङ्कुलोसिस र डिफ्युज ओटाइटिस एक्सटर्ना पढेको थियौँ त्यसमा कुरा के बिर्सिनु छैन कि त्यसमा चाहिँ इक्थामोल 10% इक्थामोल र ग्लिसरिन चाहिँ हामी दिइराखेको थियौँ। त्यो दुवैमा चाहिँ कमन हुन्छ। अब डिफ्युज ओटाइटिस एक्सटर्नामा इचिङको हिस्ट्री थियो, त्यो इचिङको लागि हामीले के दियौँ त एन्टिहिस्टामिनिक दियौँ है त। यो कुनै कुनै पोइन्टहरू यो चाहिँ बिर्सिनु भएन। अब दुईवटा पेजहरू चाहिँ हामी अहिले पढ्छौँ, अहिले इयर्स खतम, त्यसपछि फेरि हेरौँ। ओके, अब छ अटोमाइकोसिस है त। कुन माइकोसिस? अटोमाइकोसिस। अटोमाइकोसिस जुन छ नि यसमा चाहिँ यसको इटियोलोजी के भयो त हट र ह्युमिड क्लाइमेट, लङ टर्म युज अफ द टोपिकल एन्टिबायोटिक होइन, लामो समयसम्म टोपिकल एन्टिबायोटिक युज गरिरहेछ त्यसलाई नै हुनसक्छ। सिम्टम भनेको त्यही इयर इचिङ हुन्छ, डिफ्युज जस्तै इयर एक्ट भयो र वाटर र फल स्मेलिङ अटोरिया। इयर एक्ट भयो, वाटर र फल स्मेलिङ अटोरिया। अब यसको साइन भनेको अर्ग्यानिजम अनुसार नै यसको साइन छ। त यसमा 4वटा अर्ग्यानिजमले गराउँछ, 3टा एस्परजिलसले गराउँछ र एउटा क्यान्डिडाले। 3टा एस्परजिलस र एउटा क्यान्डिडा। त एस्परजिलसमा हाम्रो कुन त एस्परजिलस नाइगर छ, अर्को एस्परजिलस फ्युमिगेटस छ, अर्को एस्परजिलस फ्ल्याबस होइन, र क्यान्डिडा अल्बिकेन्स छ। जुन हाम्रो एस्परजिलस नाइगर जुन छ त्यो चाहिँ ब्ल्याक हेडेड फिलामेन्टस ग्रोथ हुन्छ होइन, वेट न्युज पेपर एपिरियन्स। अर्को एस्परजिलस फ्युमिगेटस जुन हुन्छ ब्लू अथवा ग्रीन हुन्छ। हेर फ्युमिगेटसमा जी छ भने जीबाट ग्रिनिस कोलोनी चाहिँ बनाउँछ। त्यसपछि एस्परजिलस फ्ल्याबस भी छ नि, यो भीलाई हल्का तल घुमाइदियो भने वाइ हुन्छ, त्यही भएर यसले येल्लो कोलोनी दिन्छ। त्यसपछि अब क्यान्डिडा एल्बिकेन्स छ भनेको यो चाहिँ वाइट कोलोनी दिन्छ। भनेको यो दुईटामा हामी छुट्याउन सजिलो भयो नि होइन। एस्परजिलस के त फ्ल्याबस र फ्युमिगेटस कसरी हल्का ट्रिक जस्तो बनाउने भनेको एस्परजिलस 3टा, एउटा नाइगर होइन, भिजेको न्युज पेपर जस्तो एपिरियन्स देख्छ छैन, ब्ल्याक हेडेड फिलामेन्टस ग्रोथ। अर्को एस्परजिलस फ्युमिगेटसको कुरा गर्दा फ्युमिगेटस जी आयो त्यही भएर ग्रिन कोलोनी देखाउँछ। फ्ल्याबस भी आइरहेछ तल तानिदियो भने येल्लो कोलोनी जस्तो देखाउँछ होइन, वाइ त येल्लो कोलोनी। अब यो अटोमाइकोसिसको ट्रिटमेन्ट के हो त? अटोमाइकोसिस ट्रिटमेन्ट भनेको जुन डेब्रिजहरू बनाएको छ फङ्गल डेब्रिज त्यसलाई के गर्नु त रिमुभ गर्नु पर्यो। यसमा क्लोट्राइमाजोल र लिग्नोकेन इयर ड्रप चाहिँ दिनु पर्यो। त्यो मान्छेले भन्नु पर्यो कान सफा राख्नलाई होइन, एभोइडेन्स अफ वाटर एन्ड द ओइल इन्टु द इएससी होइन, पर्सनल हाइजिन मेन्टेन गर्नु पर्यो होइन, अनि वाटर र तेल चाहिँ कानभित्र राख्नलाई भन्नु। अटोमाइकोसिस भनेको के होइन, अटोह्युमिड क्लाइमेटले हुन्छ, लामो समयसम्म एन्टिबायोटिक लिइरहेछ भने हुन्छ। यसको पिक्चर चाहिँ इयर इचिङ हुन्छ होइन, ओटेल्जिया हुन्छ भनेको इयर एक्ट र ओटेल्जिया भनेको सेम छ है त, कन्फ्युजन नहुने। त्यसपछि अर्को हामीले के भन्यौँ त वाटरी र फल स्मेलिङ डिस्चार्ज हुन्छ होइन। त्यसपछि साइनको कुरा गर्दाखेरि ब्ल्याक हेडेड फिलामेन्टस ग्रोथ, त्यसपछि ब्लू र ग्रिन कोलोनी, येल्लो कोलोनी याद गर्नुपर्ने हुन्छ है त। अब हामी जाम केमा त केराटोसिस अब्टुरेन्स। राम्ररी आइ नै रहेको छैन। ओके ल, केराटोसिस अब्टुरेन्स भनेको हेर, केराटोसिस अब्टुरेन्स यसमा एक्सटर्नल इयरमा र उतातिर मिडल इयरमा चाहिँ तिम्रो के त कोलेस्टेटोममा त्यस्तै हुन्छ है त। यसमा चाहिँ के भएको हुन्छ नि, वाइट मासहरू कलेक्सन भएको हुन्छ, इपिथेलियल सेलहरू डिस्कमेटेड भएर भनेको भित्र चाहिँ रिप्लेस भएको चाहिँ त्यो भित्र पनि जान्छ मिडल इयरमा, एक्सटर्नल इयरदेखि मिडल इयरमा, तर मिडल इयरमा नगएर त्यही चाहिँ कलेक्सन भइदिन्छ होइन। किन त त्यसमा फेलियर अफ द इपिथेलियल माइग्रेसन इन्टु द इएससी होइन,
इएसीदेखि माइग्रेसन हुन सक्दैन नि, अब्स्ट्रक्सन गर्छ। केले त व्याक्सहरूले गर्दाखेरि त्यो चाहिँ स्क्वामस इपिथेलियल सेलहरू चाहिँ अर्कोमा चेन्ज हुन सक्दैन होइन। अनि जब त्यही कलेक्सन हुन्छ अनि प्रेसर इफेक्ट अफ मासले गर्दाखेरि बोनको एब्जर्प्सन गर्छ र वाइडनिङ अफ द इएसी है त। प्रेसर इफेक्ट अफ द मास र वाइडनिङ अफ द इएसी चाहिँ गर्छ, पछि बोनको एब्जर्प्सन पनि गर्न थाल्छ। अब यो केराटोसिस अब्टुरेन्सको होइन सिम्टमको कुरा गर्दाखेरि इयर एक्ट, हियरिङ लस, ओटोरिया लगभग सबको त्यही हुन्छ होइन। अब साइन भनेको के बुझ्नु पर्यो त, प्योरली वाइट केराटिन एरेन्ज इन अ कन्सेन्ट्रिक लेयर अनि इएसी अफ द वाइडनिङ, यहाँ जुन थियो त्यही यहाँ पनि लेखेको छ। अर्को पछि ट्रिट गर्नेमा अल्सरेसन ग्रानुलोमा फर्मेसन हुनसक्छ, किनभने यसले बोनलाई के गरिरहेछ त वाइडनिङ गरिरहेछ होइन। ट्रिटमेन्ट अप्सनमा हामी के गर्छौँ त, रिमुभल बाई द इन्स्ट्रुमेन्टेसन अन्डर द लोकल अर द जेनरल एनेस्थेसिया। अर्को पिरियोडिक फलोअप टु रुल आउट द रिअकरेन्स, रिअकरेन्सलाई के गर्नु पर्यो त फलो गर्नु पर्यो है त। यो चाहिँ अब एकचोटि नै सोधेको छैन केराटोसिस अब्टुरेन्स, अब पुरानो सोध्यो होला तर थाहा चाहिँ राख। अब आयो हर्पेस जुस्टर, हर्पेस जुस्टर पनि सोधेको छैन तर भाइबामा चाहिँ सोध्छ। अब आयो हर्पेस जुस्टर होइन, हर्पेस जुस्टरको हेर भ्यारिसेला जुस्टर भाइरसले गराउँछ। चिकन पक्स सुरुमा हुन्छ अनि त्यो चाहिँ पछि रिएक्टिभेसन भएर चाहिँ हुन्छ। यो चाहिँ अप्थाल्मा पनि सेम यस्तै पर्छ, भ्यारिसेला जुस्टर भाइरसले गराउँछ यसलाई होइन। अनि सुरुमा चाहिँ चिकन पक्स जसले भएको हुन्छ नि त्यो चाहिँ डर्मेन्ट स्टेजमा भएर बस्छ बच्चामा होइन। अनि पछि चाहिँ त्यही रिएक्टिभेसन भएपछि यो चाहिँ हर्पेस जुस्टर ओटिकस गराउँछ। आँखामा भयो भने अप्थ्याल्मिकस, कानो भइरहेछ भने ओटिकस है त। यसमा चाहिँ भेसिकलहरू रेड बेस बनाएको हुन्छ, कहाँ त एक्सटर्नल इयरमा र फेसमा, इयरदेखि पुरै फेससम्म यसरी आएको हुन्छ यसरी। त्यो भेसिकलहरू ब्रस्ट भयो भने एम्बर फ्लुइड चाहिँ के हुन्छ ड्रेन आउट हुन्छ, त्यो फुट्यो भने एम्बर फ्लुइड ड्रेन हुन्छ है त। यसमा एउटा ऱ्याम्से हन्ट सिन्ड्रोम भनेर छ, यसले ट्रायड दिएको हुन्छ। अब जसले हर्पेस जुस्टर ओटिकस हुन्छ नि त्यसले सेन्सर न्युरल हियरिङ लस हुन्छ, भटाइको चक्कर आउँछ र फेसियल प्यारालाइसिस हुन्छ। फेसको प्यारालाइसिस भयो, भटाइको चक्कर आउँछ र तिम्रो सेन्सर न्युरल हियरिङ लस हुन्छ, कान गयो। ओके ल ठिक छ। अब हामी इयर व्याक्सको कुरा गर्छौँ। कुन व्याक्स? इयर व्याक्स। इयर व्याक्स सजिलो छ हेर। इयर व्याक्स यो चाहिँ के हो त, कम्बिनेसन होइन, यो चाहिँ के हो त कम्बिनेसन हो। यो के हो त कम्बिनेसन हो के को त, पिलोसिबेसियस ग्ल्यान्ड र सेरोमिनस ग्ल्यान्डको दुइटै याद गरौँ। एउटा सिबेसियस ग्ल्यान्ड अर्को सेरोमिनस ग्ल्यान्ड होइन। सिबेसियस ग्ल्यान्ड र सेरोमिनस ग्ल्यान्ड। तर त सेरोमिनसमा के छ आर आइरहेछ भनेको वाटरमा पनि आर छ त वाटरी सेक्रेसन गर्छ। सेबेसियसमा आर छैन त यसले बुझ्नु कि फ्याटी सेक्रेसन गर्छ है त। व्याक्स के हो त, कम्बाइन्ड फर्म अफ द सेबेसियस ग्ल्यान्ड एन्ड द सेरोमिनस ग्ल्यान्ड। सेरोमिनसमा आर छ भनेको वाटरी सेक्रेसन, सेबेसियसमा आर छैन भने त्यसले फ्याटी सेक्रेसन गर्छ है त। अब यो कज अफ रिटेन्सन, व्याक्सहरू किन त जम्मा हुन्छ त भन्दाखेरि हेर, जति ग्ल्यान्डको सेक्रेसनको क्षमता छ त्योभन्दा धेरै नै सेक्रेट गरिदिरहेछ भने होइन त्यहाँ जम्मा हुन्छ। जस्तै अब केही सेक्रेट भइरहेछ भने बिस्तारै बिस्तारै हुन्थ्यो तब न, अब त्यहाँ एकदम धेरै नै सेक्रेट भइदिइरहेछ भनेको त्यहाँ अब्स्ट्रक्सन हुने भयो होइन। त्यसपछि अर्को जुन क्यानाल छ त्यो क्यानाल चाहिँ के छ त न्यारो भइदिन्छ भने होइन। थोरै नै सेक्रेसन भइदियो भने अब त्यो क्यानालको थ्रु जाँदैन भने त्यहाँ अब्स्ट्रक्सन हुने भयो। अर्को त स्टिफ हेयर इन द इयर क्यानाल होइन, त्यहीँ जम्मा भइरहेछ, हेयरनिर गएर जम्मा भइरहेछ। अर्को अब्स्ट्रक्सन इन द इयर क्यानाल, केही कारणवश अब्स्ट्रक्सन भयो भने र ड्राई र ह्युमिड क्लाइमेट। ठिक छ, स्टिफ हेयर, न्यारो, अब्स्ट्रक्सन, ड्राई। अब फङ्सन, यसको फङ्सन के हो त इयर व्याक्सको, एउटा त एन्टिब्याक्टेरियल एक्सन देखाउँछ, एन्टिब्याक्टेरियल होइन, ब्याक्टेरियालाई त्यो व्याक्समा जम्मा गरेर त्यसलाई त्यहीँ मारिदिन्छ होइन। त्यसपछि अर्को के आयो त इन्ट्याप्टमेन्ट अफ द फरेन बडी र लुब्रिकेसन गर्छ। इएसीलाई लुब्रिकेसन भनेको इन्भाइरोमेन्ट प्रोभाइड गर्छ होइन राम्रो। अब क्लिनिकल फिचर, इयर व्याक्सको क्लिनिकल फिचर कुनै कुनै डिस्कम्फर्ट हुन थाल्छ, फिलिङ अफ ब्लक इयर होइन,
अनि त्यसपछि हियरिङ लस गराउन सक्छ, पेन र टिनिटी। यो लेट स्टेज भयो हैन। अब यसलाई ट्रिटमेन्ट कसरी गर्ने त? यसको ट्रिटमेन्ट कसरी गर्ने त? इयर व्याक्स गरेर बसिसकेको छ हैन। यदि इयर व्याक्स सफ्ट छ भने, व्याक्स जुन छ सफ्ट छ भने सक्सन अथवा सिरिन्जिङ गरेर त्यो फ्लुइडले हान्ने, त्यसले निकाल्दिने, निस्किन्छ। मोडरेटली हार्ड छ, हल्का हार्ड छ भनेको जब्सन हर्न प्रोब इन्स्ट्रुमेन्ट हो, त्यसले चाहिँ के गर्ने त? निकाल्ने। अब एकदम स्टोनी हार्ड छ हैन, एकदम स्टोनी हार्ड छ, त्यो निस्किँदैन। त्यसलाई के गर्नु पर्छ? सुरुमा चाहिँ सफ्टनर राखेर त्यसलाई व्याक्स सफ्टनर राखेर त्यसलाई सफ्ट बनाउने, अनि त्यसपछि तब H2O2 इयर ड्रपले त्यसलाई सिरिन्जिङ गरेर तब निकाल्ने है त। हार्डलाई पहिला एकदम जुन हार्ड छ त्यसलाई सफ्ट बनाउनु पर्यो, तब गएर सिरिन्जिङ गर्नु पर्यो ल। अब हाम्रो यो लास्ट स्लाइड फर द इयर हामी यो पढ्छौँ र अर्को चाहिँ पछि। अब सिरिन्जिङ है त, सिरिन्जिङको इन्डिकेसन के हो त? कुन कुन बेला हामी सिरिन्जिङ गर्छौँ त है त? अब व्याक्सलाई निकाल्नु छ भने इएसीबाट हैन, त्यसपछि फरेन बडीलाई इएसीबाट निकाल्नु छ। फरेन बडी भनेको जे पनि हुनसक्छ, तिम्रो कमिलाहरू हैन, इन्सेक्टहरू। त्यसपछि अर्को फङ्गल मासहरू छ भने डेब्रिज, त्यसलाई निकाल्नलाई। अर्को डिस्चार्जलाई फ्लस आउट गर्नु छ, कानबाट त्यो डिस्चार्जहरू आइरहेछ भने त्यसलाई पनि सिरिन्जिङ गरेर के गर्न सकिन्छ त? रिमुभ गर्न सकिन्छ। अब यसको प्रोसिजर के हो त? कसरी गर्छ? एउटा के हुन्छ त? सिम्पसन अरल सिरिन्ज भनेर हुन्छ, यति मोटो हुन्छ हैन। त्यो चाहिँ 120 ml क्यापासिटी हुन्छ त्यसको। त्यसमा चाहिँ फ्लुइड चाहिँ हामी राख्छौँ। फ्लुइड भनेको डिस्टिल वाटर जुन चाहिँ नर्मल बडी टेम्परेचरसँग म्याच हुनु पर्यो है त। त्यसपछि हामी के गर्छौँ? यो पेसेन्टलाई बसाउने, अनि यो पेसेन्टको इयर चाहिँ पेसेन्टसँग फेस हुनु पर्यो, सरी इक्जामिनरसँग फेस हुनु पर्यो हैन। अनि त्यसपछि अरिकललाई के गर्नु पर्यो त? पुल गर्नु पर्यो, अपवार्ड अनि ब्याकवार्ड यसरी गरेर। अनि हाम्रो त्यसपछि टिम्प्यानिक मेम्ब्रेन देख्छ। अनि टिम्प्यानिक मेम्ब्रेन देखेपछि त्यसको चाहिँ माथि चाहिँ सुपेरियरमा चाहिँ गएर त्यो सिरिन्ज गर्छौँ है त। त्यही कुरा यसमा भनेको छ। स्टेराइल वाटर एट द रुम टेम्परेचर फिल्ड विथ द सिम्पसन अरल सिरिन्ज अफ 120 ml क्यापासिटी। अरिकललाई कसरी पुल गर्ने त? अपवार्ड एन्ड द ब्याकवार्ड। त्यसपछि इयरलाई मोप गर्नु पर्यो, ड्राइड आफ्टर द सिरिन्जिङ। सिरिन्जिङ गरिसकेपछि त्यसलाई सफा कपडा के अरे सुक्खा कपडाले के गर्नु पर्यो? त्यसलाई सफा गरिदिनु पर्यो। टिम्प्यानिक मेम्ब्रेनलाई चाहिँ फेरि इक्जामिन गर्ने, सफा गरेर कि रुल आउट गर्नु पर्यो, हियरिङ लस त भएको छैन नि भनेर है त। डर त हुन्छ। अब कन्ट्राइन्डिकेसन के हो त? तिमीले सफा गर्दै होइन, कान दुख्न सक्छ होइन, हिस्ट्री अफ द इयर डिस्चार्ज इन द पास्ट। ओके। अब कम्प्लिकेसन के आउन सक्छ त भन्दाखेरि भटाइगो हुन, चक्कर आउन सक्छ, भ्यासोभ्यागल एट्याक हुन सक्छ, टिम्प्यानिक मेम्ब्रेनमा पर्फोरेसन हुन सक्छ, इएसीको इन्जुरी र इन्फेक्सन हुन सक्छ है त। भटाइगो, भ्यासोभ्यागल सक हैन, इन्जुरी टु द इएसी, टिम्प्यानिक मेम्ब्रेन पर्फोरेसन र इन्फेक्सन हुन जान्छ। ओके ओके। अब हामी लास्ट अब हामी कुरा गर्छौँ के को कुरा गर्छौँ? फरेन बडी। फरेन बडीमा तिम्रो लिभिङ र अर्को नन लिभिङ र लिभिङ पर्छ हैन। लिभिङमा फेरि दुईटा, एउटा इनअर्ग्यानिक र अर्को अर्ग्यानिक। त इनअर्ग्यानिकमा हाम्रो के पर्न जान्छ त? पेपर पिस, पेन्सिल, चकहरू, मेटालिक बलहरू। अनि अर्ग्यानिकमा तिम्रो ग्रेन सिड, भेजिटेबल सिडहरू पर्छ। लिभिङमा तिम्रो फ्लाइङ, क्राउलिङ, इन्सेक्ट र हैन। सिम्पली बुझ, इनअर्ग्यानिकमा जस्तै बलहरू, पेन्सिल, पेपरहरू यो सब। अर्ग्यानिकमा तिम्रो त्यो के भन्छ ग्रेनहरू हैन, ग्रेन सिड, भेजिटेबल सिडहरू। लिभिङमा तिम्रो इन्सेक्ट, क्राउलिङहरू यो भयो हैन। अब कसरी रिमुभ गर्छ त? मेथड अफ रिमुभल हेर। सफ्ट र इरेगुलर छ भने क्रोकोडाइल फोर्सेपले हामी रिमुभ गर्छौँ। सफ्ट स्मुथ नन हाइग्रोस्कोपिक छ भने सिरिन्जिङ गरेर हामी निकाल्छौँ। अब इन्सेक्ट छ भने इन्सेक्टलाई के गर्छौँ त? किल गर्छौँ, तेल राखेर पहिला त्यसलाई मार्छौँ, त्यसपछि सिरिन्जिङ गरेर निकाल्छौँ। ओके। हार्ड फरेन बडी छ भने रिङ क्युरेट गरेर निकाल्छौँ।
हाइग्रोस्कोपिक तिमी पानी हाल्दाखेरि नै त्यो चाहिँ के भइरहेछ त फुलिरहेछ भने त्यसलाई चाहिँ रिङ क्युरेट गरेर निकाल्छ। अब यो त क्युरेटहरूको नाम याद गर्नुपर्छ होइन। इम्प्याक्टेड फरेन बडी छ, फेलियर टु रिमुभ फरेन बडी अर्ली, त्यसलाई जेनरल एनेस्थेसिया दिने होइन। इम्प्याक्ट एकदम टाइटली इम्प्याक्ट भइसकेछ भने जेनरल एनेस्थेसिया दिने र पोस्ट अरल एप्रोच गरेर होइन त्यसलाई रिमुभ गर्नु पर्यो। म्यागोट छ भनेको म्यागोटलाई सुरुमा क्लोरोफर्म राखेर त्यसलाई मार्ने र फोर्सेपलाई के गर्ने त रिमुभ गर्ने। त्यसपछि आयो के त बटम ब्याट्री छ भने त्यसलाई फोर्सेपले झिक्दिने है त। यो भयो म्यागोटलाई सुरुमा क्लोरोफर्म हालेर मार्ने र फोर्सेपले झिक्ने। इम्प्याक्टेड फरेन बडी छ भने जेनरल एनेस्थेसिया दिएर पोस्ट अरिकुलर एप्रोच भएर चाहिँ झिक्ने। हाइग्रोस्कोपी भिज्ने चिज छ भने रिङ क्युरेट गरेर निकाल्ने होइन। हार्ड फरेन बडी छ भने पनि त्यसलाई रिङ क्युरेटले नै निकाल्ने। इन्सेक्ट छ भने त्यसलाई फेरि पहिला मार्ने अनि त्यसपछि सिरिन्जिङ गरेर निकाल्ने। सफ्ट छ भने सिरिन्जिङले निकाल्ने र इरेगुलर फरेन बडी छ भने क्रोकोडाइल फोर्सेपले निकाल्ने नि त। यो भयो हाम्रो अल अबाउट द हियर होइन। अब अर्को छ त्यो नोजहरू होइन। त्यो नोज हामी अर्को दिन चाहिँ हेर्छौँ। ओके।